नमस्कार एभ्रिवान, म अम्बिका रायमाझी बोलिरहेको छु अनि आज चाहिँ म हजुरहरूलाई मेन हाइवेबाट एकदमै नजिकै रहेको एउटा घडेरीको भिडियो देखाउन लागिरहेको छु। हजुरहरूलाई चाहिँ म यो घडेरीसम्म कसरी आइपुग्ने भनेर मेन राजमार्गदेखिकै बाटो देखाउन लागिरहेको छु। अवश्य पनि भिडियो नछुटाई हेर्न सक्नुहुनेछ है त। यो देखिएको चाहिँ महेन्द्र राजमार्ग हो। यो महेन्द्र राजमार्ग यहाँ नजिकै चाहिँ झरना पुल रहेको छ विराट चोकको। अब म यो झरना पुल छेउको चाँदनी पेट्रोल पम्पबाट चाहिँ यो दक्षिणतर्फ झरिरहेको छु। यो बाटो चाहिँ विराटनगर हुँदै जोगबनीसम्म जाने बाटो हो। 40 फुटको पिच बाटोलाई नछोडी हजुरहरू चाहिँ लगभग 300 मिटर अगाडि गए पश्चात चाहिँ यो बिक्रीमा रहेको घडेरीसम्म पुग्न सक्नुहुनेछ। हजुरहरूलाई म कन्फ्युज नहोस् भनेर चाहिँ मेन राजमार्गदेखिकै यस घडेरीसम्म पुग्ने बाटो चाहिँ मजाले भिडियो कहीँ कतै पनि स्किप नगरी देखाइरहेको छु। हजुरहरूले देख्न सक्नुहुनेछ। त्यो मेन पिच बाटोलाई छोडेर चाहिँ हामी यो टाइल्स लगाएको बाटोतिर लागिसकेका छौँ। हजुरहरूले देखिरहनु भएको छ। अब म हजुरहरूलाई यो घडेरीसम्म पुर्याउनै लागिसकेको छु। हजुरहरूले देखिरहनु भएको छ। यहाँबाट चाहिँ यो राजमार्गमा रहेका घरहरू पनि एकदमै नजिकै देखिरहेका छन्। देख्न सक्नुहुनेछ वरिपरि एकदमै बाक्लो बस्ती छ भने बाटो पनि एकदमै राम्रो छ। टाइल्स लगाएर एकदमै सुविधा सम्पन्न ठाउँमा चाहिँ यो बिक्रीमा रहेको घडेरी चाहिँ हजुरहरूले पाउन सक्नुहुनेछ। अब म लगभग यो बिक्रीमा रहेको घडेरीसम्म पुग्नै लागिसकेको छु। हजुरहरूले देख्न सक्नुहुनेछ वरिपरिको दृश्यहरू यस्तो टाइपको रहेको छ। अब चाहिँ म फाइनली यो बिक्रीमा रहेको घडेरीसम्म पुगि नै सकेँ। हजुरहरूले यहाँ देखिरहनु भएको छ भिडियो मार्फत पनि। यो बाटो चाहिँ हजुरहरूले 20 फुटको पाउन सक्नुहुनेछ। यो चाहिँ घडेरी अगाडिको मेन बाटो हो। यो चाहिँ दुवैतर्फ 20 फुटको बाटो रहेको छ भने यहाँ हजुरहरूले देखिरहनु भएको छ वरिपरि घरहरू पनि धमाधम बनिरहेका छन्। एकदमै बाक्लो बस्ती। यो अगाडि देखिएको खानेपानीको ट्याङ्की हो भने कबड हल पनि नजिकै रहेको छ भने शिक्षा निकेतन स्कुल पनि छेउमा नै रहेको छ। यो यताबाट देखिएको दृश्य चाहिँ यो मेन भनेको महेन्द्र राजमार्गमा रहेका घरहरू हुन् भने यस जग्गाको वरिपरिबाट देखिने दृश्यहरू चाहिँ यस्ता रहेको छन्। एकदमै बाक्लो बस्ती भएको ठाउँमा महेन्द्र राजमार्गबाट पनि एकदमै नजिकै रहेको यो घडेरी चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ। दुवैतर्फ 20 फुट बाटो रहेको कर्नरको घडेरी रहेको छ। घडेरीको टोटल मुख चाहिँ 34 फुट रहेको छ भने घडेरीको क्षेत्रफल चाहिँ हजुरहरूले 10.75 धुर पाउन सक्नुहुनेछ। हजुरहरूलाई चाहिँ यो घडेरी कस्तो लाग्यो? यदि मन पर्यो भने चाहिँ म हजुरहरूलाई यो घडेरीको प्राइस बताउन लागिरहेको छु। यो घडेरीको प्राइस चाहिँ हजुरहरूलाई मात्र प्रति धुर 2,70,000मा नै आउने कुरा पनि म हजुरहरूलाई यसै भिडियो मार्फत जानकारी गराउन चाहन्छु। अनि यो घडेरी चाहिँ उत्तर पश्चिम मोहडा भएको एकदमै राम्रो सुविधा सम्पन्न ठाउँमा मेन राजमार्गबाट पनि मात्र 300 मिटरकै दूरीमा अवस्थित रहेको हुँदा यो घडेरीको बारेमा अझ धेरै विस्तृत जानकारी लिन चाहनुहुन्छ भने हजुरहरूलाई म सम्पर्क नम्बर बताउन लागिरहेको छु। सम्पर्क नम्बर रहेको छ 98 27 00 55 73 98 27 00 55 73मा सम्पर्क गर्न सक्नुहुनेछ। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक कमेन्ट अनि सेयर गर्न भने नभुल्नुहोला। अनि आगामी दिनहरूमा पनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै हजुरहरूमा बिदा हुन चाहन्छु। हस्त बाई बाई।